So hey, what's happening guys? Welcome back to my another vlog with Mr. Patik Chaudhary. So आज चाहिँ हामी घुम्न आएको छौँ बडा क्षेत्र। हामी चतरा घुमिसक्यौँ र अहिले चाहिँ हामी बडा क्षेत्रको पानीको मजा लिँदैछौँ। आज यहाँ मौसम हेर्नु क्या बब्बाल छ मौसम बडा क्षेत्रको हेर्न सक्नुहुन्छ मौसमहरू आहा फिदा। So hello guys, अहिले चाहिँ म यहाँ चतरा भन्दा पनि माथि छु है। This is called beauty. This is called the beauty man. सो गाइज आज हामी चाहिँ यता चतरातिर आएको छौँ है। मेरो साथी यता हेर्नु पत्थर खोज्दैछ। हामी चाहिँ ढुङ्गाको 9 तले उयो बनाउन आँटेको है, बिल्डिङ टाइपको। यहाँनिर हेर्न सक्नुहुन्छ, यहाँनिर पहिलेदेखि नै बनाएको छ। सो गाइज मेरो साथीलाई यहाँनिर ढुङ्गा खोज्दा 2000 इयर्स भइसक्यो है। ल फाइनली यहाँनिर हेर्नुहोस् ढुङ्गा चाहिँ भेटिसकेको छ। यति ढुङ्गा भेटेर अझै सन्तुष्टि छैन है, अनि अझै ढुङ्गा खोज्नमा लागिरहेछ है, अझै ढुङ्गा खोजिरहेछ। राम्रो ढुङ्गा चाहिँ भेटेको छैन अहिलेसम्म। अब अझै ढुङ्गा खोज्दै गरोस्। हामी चाहिँ तपाईँलाई मौसम हेराउँछु। मौसम हेर्नुहोस् त, आहा मौसम चाहिँ साह्रै राम्रो छ यार, के भन्नु। त्यो ठुलो ढुङ्गा चाहिँ भेटिसकेको छ है। ल अब बनाउन थाल्यौँ है हामी आफ्नो बिल्डिङहरू। गाइस ल यहाँ काम कन्स्ट्रक्सन चाहिँ स्टार्ट भइसक्यो है। कन्स्ट्रक्सन अब ढुङ्गाहरू आउँछ, यी बनाउन थालिसकेछ। बन्दै यता बन्दैछ, हामी चाहिँ हेर्दै गरौँ है कसरी बनाउँछ भनेर। यो कति प्लेन छ यो। यहाँ बनाउनेमा धेरै मेहनत गर्दैछ। एक लाइक त हानिदिनु होला, चप्पलले भए पनि जुत्ताले भए पनि हानिदिनु। छौ 7 यहाँ चाहिँ कति तले छ, 1 2 3 4 5 6 7 तले बनिसकेछ। 8 9 9 तले घर। ल 9 तले बनिसकेछ गाइज यहाँनिर हाम्रो। र बनाउने मान्छे चाहिँ यता छ, ह्यान्डसम त लगा हुन। सो गाइज आज हामी यहाँनिर खोलातिर आएको छु है। ल हामी चाहिँ यो खोला तरेर चाहिँ यो पारि आइसकेको छौँ, अनि जानलाई चाहिँ अब गाह्रो परिरहेछ। तो क्या हम ये नदी तैर सकते हैं? देखिए गाइज क्या तैर सकते हैं कि नहीं, तो देखते रहिए। तो तैरने वाला इंसान ये है, तो देखते रहिए गाइज क्या ये इंसान तैर सकता है ये नदी। तो चलिए स्टार्ट करते हैं। वीडियो में आइना।
सो गाइज अहिले चाहिँ हामी बल्ल तलबाट यसो घुमघाम गरेर मेडिटेसनहरू गरेर माथि आउँदैछौँ। यो हाम्रो ब्रह्मा भगवानको मूर्ति, त्यसपछि हाम्रो यहाँ शिवजीको, त्यसपछि यहाँ छ माथि हाम्रो बडाछत्र बाबाको मन्दिर। अब जाउँ माथि। यताको एकपल्ट लिएर ऊपर से नीचे तक पूरा हिला डाला। यो अहिले राम्रो बाटो भएको भए उचाउने ठाउँ। होइन हौ पढिरहेको छु। सो गाइज अब हाम्रो आजको ट्रिप र ब्लग लगभग यहीँ सकिन्छ, किनकि अब हामी फर्किँदैछौँ घर जाँदैछौँ। घर गएर मस्त घर जाने, मस्त सुत्ने, अझै केही होइन, केही बोल्न चाहिन्न। भ्यू चाहिँ दामी छ।
इफ हजुरहरूलाई पनि आउनु छ भने मलाई कन्ट्याक्ट गर्दा हुन्छ, म लिएर आउँछु तपाईँहरूले पनि। जस्तो कि यसलाई लिएर आएँ घरबाट उठाएर, यसको घरमा थाहा पनि छैन हुन त घर उठाएकोले के आयो भाइ? तर अब घर जाउँ, तपाईँहरूलाई यस्तै घरबाट उठेर आउनु छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ।